साथीहरु नमस्कार, जय मसी। आज चाहिँ म इस्कुसको रेसिपी लिएर आएको छु। यो इस्कुसमा चाहिँ अलिक बढी तेल मिठो हुँदो रहेछ र यसमा अलिकति बढी म मेथी राख्दैछु र यो मैले पानी नहाली बनाउने विचार गरेको छु र यो मैले पनि नेटमा हेरेर सिकेको। अनि यसको मसला भन्नुपर्दाखेरि चाहिँ अदुवा लसुन, कडिपत्ता, अकबर खर्सानी, कागती आदि र आलासको छोप है। अब यो मसलाहरू चाहिँ यसरी यहाँ राखेर अब एकछिन भुट्ने र इस्कुसलाई ओर्याइदिने। यसरी चलाइसकेपछि यहाँ बेसार र स्वाद अनुसारको नुन राख्ने र अब मजाले छोपिदिने। यसरी लपक्क पाकिसकेपछि चाहिँ माथिबाट चाहिँ आलासको छोप लाउने। म धन्यवाद दिन चाहन्छु जसले यो रेसिपी सेयर गर्नुभयो उहाँलाई। धेरैचोटि मैले खाएँ, मिठो लाग्यो अनि साथीहरुलाई सेयर गर्दैछु। एकदमै राम्रो लाग्यो मलाई। हजुरले पनि यसरी बनाएर खान सक्नुहुन्छ। यो घरकै कागती हो साथीहरु, एकदमै रस बढी हुन्छ र यसलाई मजाले भित्रसम्म पस्ने गरी अब यसलाई चलाउने। तपाईले यसमा जेमा खाए पनि रोटीसँग, भातसँग त्यसै खाए पनि भयो साथीहरु हो। अब यसरी चाहिँ अब तयार भइसकेको छ। ल साथीहरु अब खानुस् है त, खाएर कमेन्ट गर्नु होला। धन्यवाद, जय मसी।